अडल्ट लर्निङ थ्योरी अडल्ट लर्निङ थ्योरीको बारेमा मैले थोरै कन्टेन्टहरू एड गरेको छु, जुन चाहिँ मैले आफ्नै सेल्फ रिफ्लेक्सन र एक्सपिरियन्सको बेसिसमा चाहिँ रेडी गरेको छु। सो वाट इज अडल्ट लर्निङ? अडल्ट लर्निङ भनेको एउटा प्रोसेस हो जुन चाहिँ आफ्नो सेल्फ लर्निङबाट, आफ्नो पास्ट एक्सपिरियन्सबाट र प्र्याक्टिकल एक्टिभिटिजबाट लर्न गर्ने प्रोसेस हो। अडल्ट लर्निङ थ्योरीले के भन्छ भन्दाखेरि चिल्ड्रेन र अडल्टले लर्न गर्ने प्रोसेस एउटै हुँदैन, डिफ्रेन्ट हुन्छ भनेर भन्छ। र कि प्रिन्सिपल अफ अडल्ट लर्निङको बारेमा कुरा गर्नु पर्दाखेरि अडल्टले जहिले पनि आफ्नै लर्न गरेको एक्सपिरियन्सलाई चाहिँ प्रिफर गर्छ र अडल्टले जहिले पनि प्रब्लम सल्भिङ एक्टिभिटिजहरूमा चाहिँ बढी फोकस हुन्छ। अडल्टले लर्निङ प्रोसेसमा चाहिँ आफ्नो लाइफ एक्सपिरियन्सलाई बढी भ्याल्यु दिइरहेको हुन्छ। र अर्को रहेको छ मोटिभेसन। अडल्टहरूले चाहिँ एक्सटर्नल फ्याक्टरले भन्दा इन्टर्नल मोटिभेसनले चाहिँ लर्न गर्नको लागि ड्राइभ गर्छ। हामीले जहिले पनि ट्रेनिङहरू बनाउँदाखेरि, ट्रेनिङ कन्डक्ट गर्दाखेरि लर्नर सेन्ट्रिक भएर चाहिँ ट्रेनिङ कन्डक्ट गर्नुपर्छ। जस्तै अडल्टको लागि ट्रेनिङ बनाउँदैछौँ भने अडल्टलाई चाहिँ रिलेभेन्ट हुने टाइपको ट्रेनिङ कन्टेन्टहरू बनाउनुपर्छ, जसले गर्दाखेरि आउटकम राम्रो हुन्छ र प्रोडक्टिभ हुन्छ। अडल्टले चाहिँ जहिले पनि निड टु नो भन्ने क्वेसन्स गरिरहेको हुन्छ भन्नाले अडल्टले चाहिँ जहिले पनि यो ट्रेनिङको पछाडि के हो, ट्रेनिङको आउटकम के हो, यो ट्रेनिङ लिइसकेपछि मैले चाहिँ पछि चाहिँ के गर्न सक्छु भन्ने क्वेसन चाहिँ गरिरहेको हुन्छ। सो हामीले जहिले पनि ट्रेनिङ गर्दाखेरि ट्रेनिङको पर्पस के हो भनेर क्लियरली जस्टिफाई गर्न सक्नुपर्छ। र ट्रेनिङ एक्टिभिटिज फर अडल्ट लर्नर, यसमा हामीले केस स्टडिज राख्न सकिन्छ, ग्रुप डिस्कसन, रोल प्लेज र सेल्फ रिफ्लेक्सनको कुराहरू राख्न सकिन्छ, जसले गर्दाखेरि चाहिँ लर्नरलाई चाहिँ एक्टिभली इङ्गेज गराउन सकिन्छ। वाइ अप्लाई अडल्ट लर्निङ? हामीले अडल्ट लर्निङ थ्योरी चाहिँ किन त अप्लाई गर्ने भन्दाखेरि यो थ्योरीले चाहिँ मोर इङ्गेज गराउनको लागि हेल्प गर्छ। अर्को भनेको रियल वर्ल्ड सिनारियोलाई कनेक्ट गरेको हुन्छ र ट्रेनिङबाट सिकेको कुराहरू चाहिँ इमिडिएटली आफ्नो वर्क प्लेसमा गएर अप्लाई गर्नको लागि सपोर्ट गर्छ। यसको साथसाथै लर्निङ थ्योरीले प्रोफेसनल ग्रोथको लागि सपोर्ट गर्छ। लास्टली प्र्याक्टिकल टिप्सको बारेमा कुरा गर्दाखेरि हामीले जहिले पनि ट्रेनिङ कन्डक्ट गर्दाखेरि एक्टिभ पार्टिसिपेन्टलाई इन्करेज गर्नुपर्छ र धेरैभन्दा धेरै इङ्गेज हुने गरी एक्टिभिटिजहरू एड गर्नुपर्छ। हामीले अर्को के गर्न सकिन्छ भन्दाखेरि चाहिँ ट्रेनिङलाई चाहिँ बढी इफेक्टिभ बनाउनको लागि चाहिँ रियल वर्ल्ड कन्टेक्स्ट, रियल लाइफ एक्सपिरियन्स अनि रियल सिनारीहरूलाई चाहिँ हामीले कनेक्ट गराउन सक्नुपर्छ, जसले इङ्गेजिङ बढी गराउँछ। अर्को भनेको ग्रुप डिस्कसनको कुराहरू, कोलाबोरेटिभ र टिम वर्क एक्टिभिटिजहरू गराउनुपर्छ। र लास्टली ट्रेनिङको पर्पस क्लियरली भन्न सक्नुपर्छ, क्लियरली जस्टिफाई गराउनुपर्छ अडल्टहरूको लागि, जसले गर्दाखेरि चाहिँ ट्रेनिङ किन गरिरहेको छ, यो ट्रेनिङको इम्पोर्टेन्स के हो र आउटकम के हो भन्ने कुराको चाहिँ क्लियरली चाहिँ बुझाउनु पर्छ।